हेलो एभ्रिवान, दर्शन नमस्ते ल सोफ्यापुलाई सबैजनालाई। आज चाहिँ हामी चट्टा लाएर घुमिरहेछ है। ल सम्झि म यता मामाश्री हुनुहुन्छ टक्क लाएर है, चट्टा लाएर यता सल्ली। हेलो 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 नमस्ते हजुर। ल हाम्रो यता अर्को सोल्डीहरू पनि टक्क लाएर हिँड्दैछन् गाइस। हामी चाहिँ आज समुद्र यसो कुवेतको समुद्रतिर आएको छु है, टक्क लाएर। तपाईँहरूले म बवाल देखाइदिन्छु कि ठाउँ चाहिँ यस्तो खतरा है, टक्क लाएर गाइस है। यसो हाम्रो भिडियोहरूलाई पनि लाइक कमेन्ट सेयर गर्नु पर्यो, सबैले साथ सपोर्ट दिनु पर्यो। नयाँ भिडियोहरू हामी हाल्दै गर्नेछ तपाईँहरूको लागि स्पेसल। ल यस्तो बवाल ठाउँ छ यहाँ, यो त अब देखाउनु पर्यो है, तपाईँहरूलाई नदेखाइ त अब भएन। टक्क लाएर ल यहाँ चाहिँ ढुङ्गा माछा मार्ने ठाउँ। पानी सुक्यो क्या हो? यो चाहिँ माछा मार्नलाई जान्छ होइन त यो के हो? ल तपाईँहरूले हेर्न सक्नुहुन्छ है, माछा मार्ने माछा। ल गाइस यस्तो ठाउँ छ है, यहाँ चाहिँ खतरनाक छ है। ल यस्तो बवाल ठाउँ छ यहाँ। ल गाइस हाम्रो ग्याङ, यो चाहिँ हाम्रो एउटै कम्पनीको ग्याङहरू हो क्या यो चाहिँ। फेरि टक्क लाएर ल सरा है गाइस, यस्तो बवाल ठाउँ छ। ल टक्क लाएर यो चाहिँ कुवेतको समुद्र छेउतिर छ अहिले चाहिँ हामी टक्क लाएर। ल है गाइस, ल गाइस उठको अब साथी चाहिँ भएको छ है। हेलो दाइ, यता हेर्नुहोस् न। ओ दाइ नमस्ते दाइ। ए दाइ ढोक्दियो ए नहेर्ने रहेछ हौ गाइस। ल पत्याएन म त नमस्ते गर। माछा झिङ्गे माछा माछा हौ यस्तो गाइस। गङ्गडा यार, विदेशमा चाहिँ यस्तो गङ्गडा हुन्छ है गाइस। ओ माई गॉड। गाइस आज सर्लक्क लाएर नेपाली मौसममा खसीको मासु र ढेँडो सर्लक्क खाँदैछु है हामी। ल अब माछा खाना खाँदैछौँ हामी है। दाइले के भन्नु है त? यस्तो छ अब यतापट्टि हाम्रो भाइ यता छ ढिँडो मटन खाना भनौँ यो सबैजना है गाइस। स्पेसल मटन खाना सातवटा कोदोहरू झ्याममा लाएर मटन ढिँडो खान पाएछ होइन। कोदोको स्पेसल नेपालबाट ल्याएको। के छ त सम्झि, कस्तो अनुभव भइरहेछ अहिले? एकदम ठिक छ, एकदम गुड। अहिले इन्जोय भइरहेछ होइन, राम्रो भइरहेछ जस्तो छ मलाई। तपाईँलाई कस्तो होइन? फ्राइडे इन्जोय एकदम। के भन्नुभयो? ठिक छ नि मामा, कस्तो छ यात्रा अहिले, कस्तो भइरहेछ घुमघाम? घुमघाम त ठिकै छ। अब अलिकति त्यही त हो नि समस्या, अलिकति तपाईँको अब अहिलेको जुन माहौल परिस्थिति छ त्यो परिस्थितिले गर्दाखेरि चाहिँ अलिअलि गाह्रो छ। तर हामी चाहिँ अलिकति सिटी बन्न लागेको ठाउँ, यो पुरै ठाउँहरू चाहिँ पुरै खाली भएको कारणले गर्दाखेरि त्यति साह्रो चाहिँ अब डेन्जर चाहिँ छैन। तर अब सिटीहरू चाहिँ अलिकति गाह्रो छ भन्ने कुरा हो। एकदम अहिले अवस्था अलिक गम्भीर नै छ। हजुर।